Hello and namaste. Welcome back again to our another new video in Why in Nepal. म तपाईहरुको आफ्नो भाइ नरेश कुमार अनि आजको विशेष टपिक रहेछ आज वैशाख 1 गते आजदेखि 2082 साल सुरु हुँदैछ। सो 2081 सालमा चाहिँ नेपालमा के कस्ता घटनाक्रमहरु चाहिँ घट्न पुगे र त्यसमा हाम्रो नेपाली जनताहरुको प्रतिक्रिया के छ भन्ने कुराको विशेष चर्चा आज हामी यस भिडियोमा गर्ने छौं। सो स्टे ट्युन। आजको पोस्ट चाहिँ मैले तपाईको रुटिन अफ नेपाल बन्दबाट लिएको छु हैन। सो 2081 मा भएको घटनाक्रमहरु म तपाईहरुलाई स्टेप बाइ स्टेप भन्नेछु र पोस्ट अनुसारले चाहिँ अब तपाईहरुले जानेको कुराहरु कमेन्ट गर्नु भनेर छोडेको थियो। अब त्यसमा जनताको प्रतिक्रिया के छ त्यो पनि म तपाईहरुसँग चर्चा गर्ने नै छु। सो 2081 मा नेपालमा भएका घटनाहरुको बारेमा हामी बुझौं। एकमा छ केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भए। नम्बर 2 राजावादी र गणतन्त्रको खूब चर्चा भयो लास्ट इयर हैन। कुलमान घिसिङलाई बर्खास्त गरियो, यसमा पनि जनताको गुनासो छ। नेपाल टी20 विश्वकप खेल्न पुग्यो। असार साउन असोजको बाढीले ठूलो क्षति पनि भयो नेपालमा। भारतमा नेपाली छात्रा होस्टेलमा मृत्यु भयो हैन। एकजना नाम के पो थियो प्रकृति लम्सालको डेथ हैन। अब स्टिल त्यो रहस्य के भएर खुल्यो भयो त्यो अहिले पनि आएको छैन। सन्दीप लामिछानेको चर्चा अनि त्रिशुलीमा बस हरायो भेटिएन हैन। भुटानी शरणार्थी अनुसन्धान गर्ने प्रहरी सरुवा भए अनि सौर्य विमानको दुर्घटना पनि भयो। नेपालमा आईपीएल क्रिकेट चल्यो। रवि लामिछानेको केस स्टिल पनि चलिरहेको छ। दुर्गा पर्साईको आन्दोलनको चर्चा हैन। अनि एलिना चौहान विवाह र डिभोर्स जस्तो कुराहरु पनि हालिरहेछन् यहाँ। वायु प्रदूषण र डडेलो लाग्यो नेपालभरि नै स्टिल पनि लागिरहेको छ। शिक्षक आन्दोलन जारी नै छ अहिलेसम्म। दुर्गेश थापाको गीतको एकदमै चर्चा इन्टरनेशनल मार्केटमा, यसलाई चाहिँ मान्नै पर्छ। चलचित्र पूर्ण बहादुरको सारङ्गीको एकदमै चर्चा परिचर्चा, तर पनि मैले चाहिँ हेरेको छुइनँ। अनि कामी रिता शेर्पा 30औं पटक सगरमाथाको सफल आरोहण ह्याट्स अप टु यु। अनि नागढुङ्गा र सिद्धबाबा टनल ब्रेक थ्रु अनि एफएसयु इलेक्सन भनेको छ। अब यो के हो यसको बारेमा चाहिँ मैले बुझिनँ। सो यो कुराहरु भइराख्दाखेरि एड मोर इन कमेन्ट्स भनेर छोडिदिएको थियो नि त। अब कमेन्ट्सहरुमा चाहिँ के भन्छ हाम्रो नेपाली जनताहरुले भन्ने चाहिँ हामी बुझौं। सो मसँग लगभग 10 देखि 15 वटा जति कमेन्टहरु छ। हेरौं कतिवटा कमेन्ट हामीले पढ्न सकिन्छ है त। सो यहाँ एकजनाले लेख्नुहुन्छ चिया तन्त्र भनेर उहाँको पेज रहेछ। चिया तन्त्रको सुरुवात भयो काठमाडौँको सामाकोसीमा भनेर लेख्नु भएको छ। उहाँहरूले सायद चियाको व्यवसाय सुरु गर्नु होला। राम्रो नाम राख्नु भएको छ। आई एप्रिसिएट। कुनै दिन सामाकोसी कुनै मौका मिल्यो भने तपाईहरुको चिया पसलमा पसौला। ओके। अर्को एकजना लेख्नुहुन्छ मणिराम काफ्रे नेता कोही मरेनन् जनता मरिरहे रवि दाइ जेल गए। सो सैड। यसमा अब भन्ने त के छैन। कृष्ण रैलाजीले लेख्नुहुन्छ निर्मला पन्त बलात्कार पछिको निर्मला हत्या अझै पत्ता लागेन भन्नुहुन्छ। एब्सोल्युटली करेक्ट। वाइ सो अफन भन्ने दाइले आफ्नो हरेक भिडियो अगाडि नै राख्नुहुन्छ क्या यति डेज भयो निर्मला पन्तले चाहिँ जस्टिस आएको छैन भनेर हैन। मलाई पनि दुःख लाग्छ अब के गर्ने हैन। प्रदीप भट्टले लेख्नुहुन्छ इतिहासकै असफल सरकार रहेको वर्ष भनेर हैन। मान्नुपर्छ। नवराज दाल सरले लेख्नुहुन्छ अनि अमला काण्ड भनेर हो नि त। अब नेपालमा अमला काण्ड पनि चल्यो नि त। अब काण्डहरुको बारेमा नजाऊ। कबीर खड्गाले लेख्नुहुन्छ बुद्ध एयरलाइनको पाङ्ग्रा जनकपुरमा खसेको खोइ अरे। खसेको हैन जनकपुरमै छोडेर आएको हो के खसेको खोइ। त्यो पनि न्युज हुने विषय नै हो हैन। अनि आशिष सरले लेख्नुहुन्छ वीरगञ्जको अपडेट पनि हाल्नुस् रुटिन अफ नेपाल बन्द न्यू इयरको इभेन्ट कर्फ्युमै जाने भयो त हाम्रो भनेर। वीरगञ्जमा सायद अलिकति समस्याहरु आइराखेको छ कि त्यो मलाई अलिकति जानकारी भएन किनकि फेसबुक र सोशल मिडियामा अलिकति इनएक्टिभ छु अहिले ड्यु टु एक्जाम। सागर कण्डेल सरले लेख्नुहुन्छ हराएका प्रकाश दाइ घर फर्किए। यो चाहिँ एकदमै ह्याप्पी मोमेन्ट हैन। मैले पनि त्यो भिडियो हेरेको थिएँ एकदमै खुसी लागेको। के गर्नुहुन्छ प्रकाश दाइ सन्चौनु होला हैन। प्रकाश केसीले भन्नुहुन्छ रुकुम पश्चिम र जाजरकोटमा भूकम्पले धेरै जनधनको क्षति यो त हामीले देख्यौं तर खोइ किन यो रुटिन अफ नेपाल बन्दले यहाँ त्यो कुरै लेखिन छ त है।
रहेछ। अनि हाङजीले लेख्नुहुन्छ 2082 को पहिलो दिनमै केपी ओली मर्नुपर्छ मेरो शुभकामना भनेर। मर्ना तेरे को डर नहीं लगता? यस्तो यस्तो भनेर हाल्यो भने त मलाई मार्ने हो कि बा। यस कमेन्टमा यही भनिरहेको छ, जनताले यही भनिरहेको छ नि त, मैले त्यही भन्नु पर्यो नि त। अनि अर्जुन रेग्मी सरले लेख्नुहुन्छ थप घटनाहरूमा शिक्षक सडकमा, विद्यार्थी सडकमा, पत्रकार सडकमा, डाक्टर सडकमा, सहकारी पीडित सडकमा, लघुवित्त पीडित सडकमा, युवाहरू खाडीमा, जनता गरिबीमा, भ्रष्टाचारी सत्तामा। राम्रो तरिकाले लेख्नु भएको छ। उहाँको कमेन्टलाई 14 जना मान्छेले रियाक्ट पनि गरेका छन् हैन। अनि एकजना स्वतन्त्र युवा लेख्नुहुन्छ ओली ओलीको गफ अरे, टोल टोलमा एयरपोर्ट बनाउँछु, बादलमाथि च्याउ खेती गर्छु, पैसा फाल्ने रुख रोप्छु, यस्तो पनि भनेको थियो र पैसा फल्ने रुख रोप्छु ठ्याक्कै थाहा भएन। जस कमेन्टमा भनिराख्नु भएको थियो, भनेका थियो होला कुनै टाइममा हैन, नत्र त किन लेखेर। कसैले पढ्न पर्दैन, सर्टिफिकेट घरमै आउँछ, घरको छतमा हेलिप्याड बनाउँछु, घरमै बसेर रिमोट थिच्नुस् सिधै अमेरिका पुगिन्छ, भोक लाग्ने बित्तिकै आफै पेट भरिन्छ, नेपाललाई मङ्गल ग्रहसँग रेल मार्गले जोड्छु, सगरमाथाको चुचुरोमा भ्यू टावर बनाउँछु, यस्तो पनि भनेको थियो र ठ्याक्कै मैले यो चाहिँ सुनेको थिइनँ। यो लाइनहरू चाहिँ जस उहाँले बनाएर भन्नुभयो कि अथवा भनौँ उहाँले भनेका हरेक गफहरू यही लेभलकै त छ नि त हैन। सो यो भयो। अनि अर्को कमेन्ट हाम्रो कमल कठाया सरले भन्नुभएको छ 25 करोड गाडीमा भनेर। यो 25 करोडको न्युज त हालेन, अस्ति भर्खर आएको नि त 25 करोड गाडीमा भेटेको केस, त्यो चाहिँ लेखिएको रहेनछ। अनि खेम सरले लेख्नुहुन्छ ओली चोर देश छोड नाराले खुबै चर्चा पाएको छ। 2081 मा चाहिँ यो नारा चाहिँ एकदम भयङ्कर इन्टरनेसनल नारा भन्न सकिन्छ यसलाई हामीले। विप्लव सरले लेख्नुहुन्छ केपी प्रधानमन्त्री हुनु भनेको घटना हैन, ठुलो दुर्घटना हो। म्याक्सिमम यो जुन अहिले मैले कमेन्ट लिस्टिङ गरिराख्दाखेरि नम्बर 1 मै केपीले चाहिँ प्रधानमन्त्री भएको भन्ने विषय भएको कारणले गर्दाखेरि पनि होला, त्यो नम्बर 1 को हटाउनु त्यो हाम्रो के भन्ने ठुलो दुर्घटना हो भन्ने कुराहरू लेख्नु भएको छ। केपी ओली प्रधानमन्त्री हुनु भनेको घटना हैन, ठुलो दुर्घटना हो भन्ने चाहिँ जनताको कुरा छ, किनकि त्यही कारणले गर्दाखेरि यो भइरहेको छ नि त। अनि सनी सरले लेख्नुहुन्छ नजान्ने भनेको त्यही चुनावमा भोट हाल्न मात्र हो, नत्र अरू त सबै जानेका छन् नेपालीहरूले। अरे अब खोइ कसरी भन्नुभयो हैन, एक तरिकाले सोच्दाखेरि पनि होला पनि, किनकि भोट हाल्ने बेलामै त सही मान्छेलाई हालिएन नि त। तर यस्तो लाग्छ क्या सर मलाई चाहिँ सनी सर हैन, भोटै किनिन्छ जस्तो लाग्छ, बिचरा जनताहरूलाई मात्र पेलेर पनि केही हुँदैन जस्तो लाग्छ मलाई। जस्तै भोट आफै किनिन्छ क्या, त्यो तपाईँले जित्नै छ भने पनि त्यो हारमा परिणत भइदिन्छ। यहाँ नेपालमा त्यो हुन्छ। सरको लेख्नुहुन्छ हाम्रो अखिफ्रान अलम भन्ने हुनुहुन्छ गाउँ गाउँमा ओली, सहर सहरमा ओली, गिरीबन्धुमा ओली, 70 करोडमा ओली, पानी ट्याङ्कीमा ओली, भुटानी शरणार्थीमा ओली, यतिमा ओली, उनीमा ओली, व्हाइट बडीमा ओली, 33 केजी सुनमा ओली, जहरीमा ओली, एनसिएलमा ओली, भ्यू टावरमा ओली, सिक्रेट प्रिन्टिङमा ओली, जताततै ओली, गाउँमा ओली, ओली चाहिँ ओलीकै झोलेहरूको चर्को बोली अरे। ओली विरुद्ध हुनुहुन्छ होला। कविता लेख्नुहुन्छ कि हो सर 554 जनाले चाहिँ कमेन्ट हेरेका छन्, मिन्स कमेन्टलाई रियाक्ट गरेका छन् हैन। राम्रो लेख्नु भएको छ, फ्यान्टास्टिक। सरो सरले लेख्नुहुन्छ भैँसीले बाघ मारेको ऐतिहासिक घटना त छुट्यो भनेर। यो चाहिँ कहाँ रहेछ हौ, म अलिकति कन्फ्युज भएको। न त यो धेरै कमेन्टमा पनि देखेको कमेन्ट हो हैन, भैँसीले बाघ मारो, तर कहाँ मारेछ त? मारेको चाहिँ छ है, फेरि यो हल्ला चाहिँ सुनेको, तर एक्ज्याक्टली के भएको कहाँ भएको भन्ने कुरा चाहिँ आई डोन्ट नो। यस कमेन्ट यस्ता पनि छन्। तेजबहादुर सरले लेख्नुहुन्छ गणतन्त्र ढल्ने आधार बनेको वर्ष भनेर लेख्नुहुन्छ। पक्कै पनि त्यो हुनसक्छ, गणतन्त्र ढल्छ कि बढ्छ भन्ने होला हैन, त्यो छ। जङ्गबहादुर हैन, जङ्गबहादुरको कमेन्ट हामी जाइ पनि देखिरहेको हुन्छौँ। एक्चुअलीमा हो इज जङ्गबहादुर भनेर चाहिँ मलाई थाहा छैन, किनकि हि इज अननोन। उहाँको कमेन्ट छ गङ्गुले कालो भाँडो देखाएर 7.2 रेक्टरको भूकम्प नै ल्याएकी थिए, त्यसलाई भुल्नु भएन भनेर कमेन्ट गर्नुभएको छ। जहाँ 359 अलमोस्ट 360 पिपल्सहरूले चाहिँ रियाक्ट गर्नुभएको छ। सो यो कुराहरू छ नेपालमा भएको घटनाहरू सरर हेर्दाखेरि हैन। सो 2081 सालमा चाहिँ हाम्रो देशमा यो घटनाहरू चाहिँ भएछन्। यसमा हाम्रो जनताले चाहिँ यस्ता प्रतिक्रियाहरू दिएको पाइयो।
है। सो 2082 साल आजदेखि सुरु भइरहेको छ। म लगायत तपाईहरु सबैजनालाई पनि 2082 सालको धेरै धेरै शुभकामना। अनि भिडियो हेरिदिनु भएकोमा धन्यवाद। See you on the next video in the next topic. हेरौँ जनताले के भनिरहेको छ नेपालमा। So see you there.